हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। हाल चाहिँ म आउट अफ कन्ट्री छु है, के भन्नु त हजुरहरूलाई। अनि चाहिँ हामीले चाहिँ यो म आएपछि भनौँ न, अनि नेपालबाट बिउहरू लिएर आएको थियो। अनि त्यहाँबाट चाहिँ हामीले फर्सी, रायोको साग, सिमीहरू लगाएको थियो बारी खनेर करेसा बारीमा। अनि त्यो चाहिँ अहिले 2 महिना अझ पुगेको छैन है। पर्सि हाम्रो चाहिँ 5 गते चाहिँ 2 महिना कम्प्लिट हुन्छ। र पनि 2 महिना कम्प्लिट नहुँदै पनि यहाँ हेर्नुहोस् कस्तो यहाँको माटो मलिलो होइन, यहाँको माटो, यहाँको चिजहरू कस्तो मलिलो छ ल हेर्नुहोस् त साथीहरू। आज हामीले चाहिँ आफैले रोपेर उत्पादन गरेर नेपालबाट ल्याएको बिउलाई उमारेर बनाएर हुर्काएर बढाएर ल हेर्नुहोस् गाइजहरू कस्तो छ त हेर्नु त। फर्सीको मुन्टाहरू है, फर्सीको मुन्टा यो भयो हेर्नुहोस् है, सबै देखाउँछु म हजुरहरूलाई। रायोको साग हेर्नु न कस्तो छ। अब हेर्नु त, रायोको साग यस्तो दामी छ, यस्तो राम्रो छ है गाइजहरू। अब सबै एकदम मिस गर्नुभयो होला सबैले। अनि तिते करेला पनि हेर्नु न, तिते करेला पनि टक्क है, कति राम्रो फल्यो है। पहिलो फल नै यो चाहिँ टक्कै कस्तो दामी छ ल है। आज हामी चाहिँ बनाएर खाना लाग्छौँ। अब टिपेर टक्क ल्याइसकेको छ। अनि यहाँ हेर्नु न, सिमी हेर्नु त गाइजहरू, घिउ सिमी यति धेरै फल्यो कि है, पुरै छोडिदिनु। मैले बारीको भिडियो पनि देखाउँछु हजुरहरूलाई है, प्रतीक्षा गर्नु होला, बारीको भिडियो पनि आउँछ। तर यसमा चाहिँ के लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। मेरो फेसबुक रिललाई ग्रो गराउनु छ है गाइजहरू। ल, थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, टेक केयर।